नमस्ते। आज म तपाईहरुलाई कस्ट सिटको अर्को एउटा क्वेशन लिएर आइसकेको छु र यो तपाईले यो क्वेशन गर्नु भन्दा पहिला कस्ट सिटको पार्ट 1, पार्ट 2, पार्ट 3 हेरेर मात्रै यो क्वेशन गर्नु होला, बुझ्नु हुनेछ। नत्र डाइरेक्टली यो क्वेशनमा जम्प गर्नु भयो भने यो क्वेशन बुझ्नलाई के हुन्छ त गाह्रो हुन्छ, किनभने यसभित्र फर्मेटका कुराहरू हुन्छन्। अब कस्ट सिटमा के कुराहरू पर्छ ती सबै कुराहरू तपाईलाई यो क्वेशन गर्दाखेरि सबै कुरा जानिसकेको हुनु पर्दछ। ल म क्वेशनतिर लागे। क्वेशन हाम्रो यस प्रकार छ। ल यो क्वेशन हेरौँ। यो 2066 सप्लिमेन्ट्री क्वेशन नम्बर 21। यदि तपाईसँग ओल्ड इज गोल्ड छ भने ओल्ड इज गोल्डबाट तपाईले चाहिँ यो क्वेशन हेर्न सक्नुहुन्छ। यदि ओल्ड इज गोल्ड छैन भने यो जुन मैले देखाइदिएको छु यसैलाई स्क्रिनशट लिनुभयो भने पनि तपाईले सक्नुहुनेछ। ल अब म लागे यो क्वेशन तर्फ। सबैभन्दा पहिला हामीलाई चाहियो ओपनिङ स्टक अफ र मेटेरियल, त्यसपछि पर्चेज अफ र मेटेरियल। अब यहाँ हेर्नुस् है, र मेटेरियलको पर्चेजलाई यहाँ पर्चेज नभनिकन अलिकति फरक तरिकाले दिएछ। यहाँ पर्चेज अफ र मेटेरियल नभनेर यसलाई अलिकति फरक तरिकाले र मेटेरियलको डाइरेक्ट मेटेरियल भनेको छ। डाइरेक्ट मेटेरियल भन्दा र पर्चेज अफ र मेटेरियल भन्दा उस्तै हो, अथवा र मेटेरियलकै खर्च हो भनेर बुझ्न सक्नुहुन्छ। यो पर्चेज नै हो भनेर बुझ्न सक्नुहुन्छ है। अब हामी लागौं क्वेशन गर्न। पहिला सुरुमा ओपनिङ स्टक अफ र मेटेरियल। ओपनिङ स्टक अफ र मेटेरियल कति दिएको छ त? ओपनिङ स्टक अफ र मेटेरियल तपाईको 30,000 दिएको छ। त्यसपछि पर्चेज अफ र मेटेरियल। अब पर्चेज अफ र मेटेरियल भनेर तपाईलाई ठ्याक्कै दिएको त छैन। मैले तपाईलाई अघि भनिसके डाइरेक्ट मेटेरियल भन्दा र पर्चेज भन्दा के हो त? सेम नै हो। म यसलाई डाइरेक्ट मेटेरियल नै लेख्दै, क्वेशनमा डाइरेक्ट मेटेरियल नै दिएको छ। यदि तपाईले यसलाई पर्चेज अफ मेटेरियल भनेर लेख्नुभयो भने पनि यसमा केही प्रब्लम हुँदैन। डाइरेक्ट मेटेरियल कति दिएको छ त भन्दा 2,85,000। तपाईले क्वेशन हेर्न सक्नुहुन्छ। मैले तपाईलाई क्वेशन अघि देखाइदिसकेको छु 2,85,000। अब यसमा मेटेरियलसँग रिलेटेड अरु कुनै एक्सपेन्सेसहरु छ भने ती एक्सपेन्सेसहरुलाई के गर्ने त? जोड्न सकिन्छ। जस्तै तपाईले मेटेरियलसँग रिलेटेड एक्सपेन्सेसहरु, डाइरेक्ट मेटेरियलसँग रिलेटेड मेटेरियल किन्दाखेरि लागेको खर्चहरु जस्तै के हुन सक्छ? जस्तै यहाँ कस्टम ड्युटी। कस्टम ड्युटी भनेको र मेटेरियल किन्दाखेरि लागेको भन्सार है। तपाईले विदेशबाट यदि कच्चा पदार्थ ल्याउनु भएको छ भने स्वदेशी नाकामा चाहिँ भन्सारहरु तिर्नुपर्छ, जसलाई हामी कस्टम ड्युटी भन्छौं। त्यो कस्टम ड्युटी चाहिँ नि तिर्नुपर्छ। जस्तो अर्को दिएको छ फ्रेट अन पर्चेज है। यिनीहरु सबै के हुन्छ भन्दा मेटेरियल किन्दा लाग्ने खर्चहरु हुन्। यिनीहरुलाई हामी के गर्नु पर्यो त? जोड्नु पर्यो। त्यस्तै त्यही भएर मैले यसमा कस्टम ड्युटी, कस्टम ड्युटी दिएको छ 15,000। फ्रेट अन पर्चेज भनेको छ। फ्रेट भनेको ढुवानी खर्च भन्न खोजेको है। ढुवानी ट्रान्सपोर्टेसन चार्ज। फ्रेट अन पर्चेज दिएको छ तपाईलाई 20,000। अब मेटेरियलको लागि दिएको इन्फर्मेसन यति नै हो। अब तपाईले यसमा के गर्नु पर्यो त? लेस क्लोजिङ स्टक अफ र मेटेरियल। र मेटेरियलको क्लोजिङ स्टकलाई घटाउन सक्नुहुन्छ। र मेटेरियलको क्लोजिङ स्टक कति छ त भन्दा 25,000 छ। अब यो सबैलाई यिनीलाई जोड्नु होला, यसलाई माइनस गर्नु होला। गरे कति आउँछ त भन्दा तपाईको 285 प्लस 50 3 लाख, 3,30,000, 3,30,000 प्लस 20 3,50,000 माइनस 25,000 गर्दा तपाईको कति आउँछ त? 3,25,000 आउँछ। यसलाई हामी भन्छौं कस्ट अफ मेटेरियल कन्ज्युम। कस्ट अफ मेटेरियल कन्ज्युम्ड। अब यो कस्ट अफ मेटेरियल कन्ज्युममा तपाईले अब यो मेटेरियलको इन्फर्मेसन आयो। अब मेटेरियलको इन्फर्मेसन आइसकेपछि डाइरेक्ट वेजेस, अरु कुनै डाइरेक्ट एक्सपेन्सेसहरु छ भने त्यसलाई जोड्न सक्नुहुन्छ। तपाईले क्वेशन हेर्न सक्नुहुन्छ। क्वेशनमा के छ त? डाइरेक्ट एक्सपेन्सेसहरु। जस्तो डाइरेक्ट एक्सपेन्सेसमा तपाईलाई डाइरेक्ट वेजेस दिएको छ एउटा, अरु कुनै डाइरेक्ट एक्सपेन्सेसहरु छ र छैन भनेपछि तपाईले त्यही डाइरेक्ट वेजेसलाई मात्र जोड्नुस्। डाइरेक्ट वेजेस
डिरेक्ट वेजेस कति दिएको छ त भन्दा तपाईलाई 80,000 दिएको छ 3,25,000 प्लस 80,000 जोड्दाखेरि तपाईको 4,05,000 आयो यसलाई हामी प्राइम कस्ट भन्छौं अब प्राइम कस्ट पछि हामी के निकाल्नु पर्यो त भन्दा फ्याक्ट्री ओभरहेड म हेडिङ अन्डरलाइन गर्दिएको छु प्राइम कस्ट एउटा इम्पोर्टेन्ट चीज हो फ्याक्ट्री ओभरहेड फ्याक्ट्री ओभरहेड भनेको त भन्दा फ्याक्ट्रीमा लाग्ने खर्च मैले अघिल्लो भिडियोमा बताइसकेको छु फ्याक्ट्रीमा लाग्ने खर्च भनेको फ्याक्ट्रीको भाडा फ्याक्ट्री रेन्ट फ्याक्ट्री इन्स्योरेन्स हैन इन्डाइरेक्ट मेटेरियल इन्डाइरेक्ट वेजेस त्यस्तै कोल एन्ड कोक त्यस्तै लुब्रिकेन्ट्सहरु त्यस्तै डेप्रिसिएसन अफ प्लान्ट एन्ड मेसिनरीहरु यो सबै के हो त भन्दा फ्याक्ट्रीमा लाग्ने खर्च हो तर फ्याक्ट्री ओभरहेड भनेको फ्याक्ट्रीमा लाग्ने खर्च अब हामी हाम्रो क्वेशन हेरौं फ्याक्ट्रीमा लाग्ने खर्चहरु के दिएको छ त फ्याक्ट्रीमा लाग्ने खर्च जस्तै हेर्नुस् यहाँ इन्डाइरेक्ट मेटेरियल दिएको छ इन्डाइरेक्ट वेजेस दिएको छ इन्डाइरेक्ट मेटेरियल छ इन्डाइरेक्ट वेजेस छ फ्याक्ट्रीमा लाग्ने खर्च अदर फ्याक्ट्री एक्सपेन्सेस भनेर पनि दिएको छ त्यस्तै अरु फ्याक्ट्रीमा लाग्ने खर्च सायद यति नै होला फ्याक्ट्रीमा लाग्ने खर्च यति नै छ ल फ्याक्ट्रीमा लाग्ने खर्च यति नै भइसकेपछि हामीले यी सबै कुराहरुलाई यहाँ जोड्दियौ ल indirect material wages अनि other factory expenses other factory expenses अब यहाँ धेरै कुरा भएको भएर यसको यहाँ टोटल यहाँ गरेर यसको सबै भ्यालुलाई यहाँ लेखेर यसको टोटल हामी यता अर्को कोलममा लेख्ने छौं त्यही भएर यहाँ देश फ्याक्ट्री ओभरहेडमा के छ त इन्डाइरेक्ट मेटेरियल देश छ तपाईको 85,000 दिएको छ त्यस्तै इन्डाइरेक्ट वेजेस दिएको छ 45,000 त्यस्तै अदर फ्याक्ट्री एक्सपेन्सेस दिएको छ 15,000 अब यो सबैलाई जोडेर तपाई एड गरेर यता साइडमा लेखिदिनुस् 85 plus 40 130 130 plus 15 1,45,000 अब यो प्राइम कस्टमा यो फ्याक्ट्री ओभरहेडलाई एड गरिदिनुस् तपाईको 4,05,000 plus 145 गर्दाखेरि तपाईको 5,50,000 हुन आउँछ जसलाई भन्छौं हामी फ्याक्ट्री cost incurred है यो फ्याक्ट्री कस्ट इन्कर्ड लाई वर्क कस्ट इन्कर्ड पनि भन्न सक्छ तपाई कन्फ्युज नहुनु होला फ्याक्ट्री कस्ट इन्कर्ड भन्दा र वर्क कस्ट भन्दा इन्कर्ड भन्दा के हो त सेम नै हो अब हाम्रो फ्याक्ट्री कस्ट इन्कर्ड आइसकेपछि अब हामीले के गर्नु पर्यो त भन्दा ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस लाई एड गर्ने क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस लाई लेस गर्ने र सेल्स अफ स्क्रैप छ भने सेल्स अफ स्क्रैप लाई पनि के गर्ने त लेस गर्ने अब हेरौँ है त हाम्रो क्वेशनमा हामीलाई के दिएको छ मैले के भने ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस लाई एड गर्ने क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस लाई लेस गर्ने अब हेरौँ हाम्रो क्वेशनमा ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस दिएको छ 15,000 क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस 20,000 दिएको छ यदि सेल्स अफ स्क्रैप छ भने सेल्स अफ स्क्रैप लाई पनि हामी के गर्नु पर्छ त माइनस गर्नु पर्छ आई थिंक छैन सेल्स अफ स्क्रैप छैन तर वर्क इन प्रोग्रेस को ओपनिङ र क्लोजिङ दिएको छ ल यसमा एड गर्दिनुस् ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस यसलाई एड गर्नुस् लेस closing stock of work in progress यसलाई लेस गर्नुस् अब हाम्रो क्वेशनमा हेरौं हाम्रो ओपनिङ स्टक वर्क इन प्रोग्रेस कति दिएको छ 15,000 दिएको छ क्लोजिङ स्टक कति दिएको छ त 20,000 ओपनिङ लाई एड गर्ने क्लोजिङ लाई के गर्ने त
लेस गर्ने। अब हेर्नुस् तपाईको 550 मा 15000 एड गरेर 20000 माइनस गर्दा कति आयो 5,45,000 आयो। बल्ल यसलाई हामी के भन्छौं त फ्याक्ट्री यसलाई भन्छौं हामी के त भन्दा फ्याक्ट्री कस्ट। अब यो फ्याक्ट्री कस्ट आइसकेपछि अब के गर्ने त अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेडलाई के गर्ने त एड गर्ने। एड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड मैले सर्ट फर्म युज गरेँ अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अब हाम्रो क्वेशन हेर्नुभयो भने क्वेशनमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेडलाई कति दिएको छ त भन्दा ल हेर्नुस् अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर 55,000 क्लियरली निकालेर दिएको छ। अरु हामीलाई केही पनि दिएको छैन। वास्तवमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेको अफिसमा लाग्ने खर्च मैले अघिल्लो भिडियोमा भनिसकेको छु। स्यालेरी, रेन्ट, इन्स्योरेन्स, लिगल चार्ज, अडिट फीहरू हुन्। तर हाम्रो क्वेशनमा ती सबै कुराहरू नदिकन एकमुष्ट एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति त भन्दाखेरि यहाँ हेर्नुस् एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति दिएछ त 55,000 क्लियरली निकालेर दिएको छ। केही पनि गर्नु परेन झन्झट हामीले सिधै के गर्न सक्छौं त एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर 55,000 लाई लेख्न सक्छौं। एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर सिधै धेरै कुरा दिएछैन, धेरै कुरा दिएको भए पनि यहाँ टोटल गर्नु पर्थ्यो। सिंगल दिएको छ त्यही भएर हामीलाई बारम्बार यता लेखिराख्नु पर्ने झन्झट छैन। टोटल डाइरेक्ट लेखिदिनुस् कति भयो त भन्दा तपाईको 5,45,000 प्लस 55,000 भनेको तपाईको 6 लाख हुन आउँछ। अब यो भनेको तपाईको के हुन्छ त भन्दा कस्ट अफ प्रोडक्सन हुन्छ। यो के हुन्छ त कस्ट अफ प्रोडक्सन हुन्छ। अब कस्ट अफ प्रोडक्सन आइसक्यो। अब कस्ट अफ प्रोडक्सन आइसकेपछि यसमा एड ओपनिङ स्टक अफ फिनिश गुड्स यसलाई एड गर्ने लेस क्लोजिङ स्टक अफ फिनिश गुड्स। ओपनिङलाई एड गर्ने क्लोजिङलाई के गर्ने त लेस गर्ने। अब क्वेशन हेरौँ ओपनिङ स्टक अफ फिनिश गुड्स क्लोजिङ स्टक अफ फिनिश गुड्स हाम्रो क्वेशनमा कति दिएको छ त यहाँ हेर्नुस् ओपनिङ स्टक अफ फिनिश गुड्स 1000 युनिट्स। अलिकति यसमा कन्फ्युज हुन सकिन्छ यसलाई राम्रोसँग हेर्नु होला। ओपनिङ स्टक अफ फिनिश गुड्स दिएछ 25,000 युनिट कति हो त 1000 हो। तर क्लोजिङ ब्यालेन्स के पनि दिएको छैन। क्लोजिङ स्टक हामीलाई दिएको छैन। त्यही भएर हेर्दाखेरि अलिक ख्याल गरिदिनु होला। ओपनिङ स्टक भनेको कति हो त भन्दा यसको भ्यालु 25,000 हो तर युनिट कति हो त 1000 युनिट। हामीले ओपनिङ स्टक क्याल्कुलेट गर्नु पर्दैन। ओपनिङ स्टक हामीलाई दिएकै छ तर क्लोजिङ स्टक दिएको छैन। अब यो चाहिँ नि हामीले हेर्नु पर्यो। हेर्नुहोस् है त ओपनिङ स्टक अफ फिनिश गुड्स 1000 युनिट्स दिएछ र यसको भ्यालु कति दिएछ त भन्दा 25,000 दिएछ। अब यसमा हामीलाई केही प्रब्लम भएन। 1000 युनिट्स यसको भ्यालु कति त 25,000 निकालेरै दिएछ। तर प्रब्लम के भन्दा क्लोजिङ स्टक दिएको छैन। अब क्लोजिङ स्टक दिएन भने क्लोजिङ स्टक भनेको के हो त्यसलाई थोरै बुझौँ। क्लोजिङ स्टक भनेको बचेको सामान है। तपाईको प्रोडक्सन गरेर बेचेर पनि रहेको सामानलाई हामी के भन्छौं त क्लोजिङ स्टक। तपाईले क्वेशन हेर्न सक्नुहुन्छ। क्वेशनमा यहाँ हेर्नुस् तपाईको प्रोडक्सन कति दिएको छ प्रोडक्सन 40,000 ओपनिङ कति थियो तपाईसँग 1000 सेल्स कति छ तपाईको 38,000। अब यतिकै पनि गर्न सकिन्छ। तपाईले लास्ट इयरको बाँकी ओपनिङ स्टक भनेको के हो त लास्ट इयरको बाँकी जुन लास्ट इयरको बाँकीले हामी यो वर्ष ल्याउँछौं त्यसलाई के भन्छ त ओपनिङ स्टक। गएको साल तपाईसँग 1000 युनिट बाँकी थियो त्यो 1000 युनिटलाई तपाईले अहिले ल्याउनु भयो। अहिले कति प्रोडक्सन गर्नुभयो 40,000 पुरानो 1000 प्लस अहिलेको 40,000 1 + 40 तपाईसँग कति अवेलेबल छ त 41,000 अवेलेबल थियो।
41,000 मा तपाईले कति सेल गर्नुभयो त 38,000 सेल गर्नुभयो भनेपछि तपाईसँग कति स्टक बाँकी छ त 3,000 स्टक बाँकी छ त्यही भएर यो वर्षको क्लोजिङ स्टक कति हो त 3,000 हो यतिकै पनि गर्न सकिन्छ हैन तपाईले यसरी गर्न तपाईलाई दुःख लाग्छ भने तपाईले फर्मुला युज गरेर गर्न पनि सक्नुहुन्छ म तपाईलाई फर्मुला युज गरेर पनि देखाउन सक्छु जस्तै हेर्नुस् अब हामीलाई चाहिँ नि मैले अघिल्लो भिडियोमा लेख्दै थिएँ सेल्स युनिट इक्वल्स ओपनिङ युनिट्स प्लस प्रोडक्सन युनिट्स माइनस क्लोजिङ युनिट्स ल हेर्नुस् है सेल्स युनिट दिएको छ कति दिएको छ त 38,000 दिएको छ ओपनिङ युनिट पनि तपाईलाई क्लियरली छ कति छ त 1000 युनिट्स छ प्रोडक्सन पनि थाहा छ कति थियो त प्रोडक्सन 41,000 थियो माइनस तपाईलाई थाहा नभएको क्लोजिङ युनिट्स ल हेर्नुस् अब यो क्लोजिङ स्टक माइनसलाई यता ल्याइदिनुस् यो 38,000 लाई उता लगिदिनुस् क्लोजिङ स्टक यति क्लोजिङ स्टक इक्वल्स यो 38,000 उता जाँदा के हुन्छ त 41 + 1 गरेर 42,000 माइनस सरी 42,000 अनि यो 38,000 उता जाँदाखेरि माइनस 38,000 भनेपछि कति भयो त क्लोजिङ स्टक सरी है मैले मिस्टेक लेखे जस्तो लाग्यो मलाई कति छ प्रोडक्सन म हेरे है प्रोडक्सन युनिट कति छ सरी प्रोडक्सन युनिट 40,000 रहेछ मैले यहाँ मिस्टेक गरेको रहेछु यो प्रोडक्सन युनिट 40,000 है प्रोडक्सन युनिट 40,000 अनि यो 40 + 1 गर्दा यो 41 भयो माइनस 38 गर्दा तपाईको क्लोजिङ स्टक कति युनिट्स आयो त 3000 युनिट्स आयो हेर्नुस् यसरी हामी के गर्न सकिन्छ त क्लोजिङ स्टक पत्ता लगाउन सकिन्छ त्यही भएर हाम्रो क्लोजिङ स्टक कति आयो त 3000 युनिट्स आयो अब प्रब्लम के हो त युनिट्स आएर पनि भएन हामीलाई त्यसको अमाउन्ट चाहियो नि त युनिट्स त आयो तर हामीलाई युनिट्स थाहा भएर भएन हामीलाई के चाहियो त अमाउन्ट चाहियो अब अमाउन्ट निकाल्नको लागि मैले अघिल्लो भिडियोमा तपाईलाई कस्ट अफ प्रोडक्सन पर युनिट कसरी गर्ने भन्ने पनि बताएको थिएँ ल हेर्नुस् है त यसको लागि के निकाल्नु पर्यो हामी कस्ट अफ प्रोडक्सन पर युनिट कस्ट अफ प्रोडक्सन पर युनिट निकाल्नु पर्यो यसको फर्मुला मैले अघिल्लो भिडियोमा लेखेको थिएँ यसको फर्मुला हुन्छ कस्ट अफ प्रोडक्सन अपन प्रोडक्सन युनिट्स कस्ट अफ प्रोडक्सन कति छ त तपाईले निकाल्नु भएको थियो 6 लाख रुपैयाँ तपाईको के भयो त कस्ट अफ प्रोडक्सन भने प्रोडक्सन युनिट कति थियो त क्वेशनले दिएकै थियो प्रोडक्सन युनिट कति थियो त 40,000 4 15 4 रुपीस 15 कस्ट अफ प्रोडक्सन पर युनिट कति छ त 15 रहेछ ल हेर्नुस् भनेपछि एउटाको कति भयो त 15 3000 युनिट्स @ रुपीस 15 एउटाको 15 रुपैयाँ पर्यो यसरी के गर्न सक्नुहुन्छ त यो जुन 3000 युनिट्स निकालेर त्यसको पर युनिट कस्ट निकालेर गर्न सकिन्छ ल 3 15 जा 45,000 क्लोजिङ स्टकलाई के गर्ने त माइनस गर्ने अब यो गरिसकेपछि 6 लाख मा 25,000 प्लस गर्नुस् 45,000 माइनस गर्नुस् कति आयो 5,80,000 यो आउँछ तपाईको कस्ट अफ गुड्स सोल्ड अब हाम्रो आयो कस्ट अफ गुड्स सोल्ड अब यो कस्ट अफ गुड्स सोल्ड मा हामीले के जोड्नु पर्यो त भन्दा सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस
सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। अब हाम्रो क्वेशनमा सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड कति दिएको छ हेरौँ है त। सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस ₹3 पर युनिट। एउटा सामान बेच्दा 3 रुपैयाँ लाग्छ। यो कुरा स्टुडेन्टहरूले एकदमै ख्याल गरिदिनु होला, किन भन्दा सेलिङ प्राइस पर युनिट जहिले पनि सेलिङ कस्ट जुन छ, सेलिङ एन्ड डिस्ट्रिब्युसन कस्ट प्राइस एक्सपेन्सेस, त्यो जहिले पनि सेल्स युनिटमा लाग्छ, प्रोडक्सन युनिटमा लाग्दैन। किनकि तपाईँले जति सामान बेच्नुहुन्छ त्यसमा मात्रै तपाईँको सेलिङ एक्सपेन्सेसहरू लाग्ने गर्दछ। त्यसले गर्दा यो जुन 3 पर युनिट भनेको छ, 3 पर युनिट भनेको जति बेच्नुहुन्छ त्यो बेचेको युनिटको 3 रुपैयाँका दरले लाग्छ भनेर बुझिदिनु होला। अब हामीले कति बेचेछौँ त क्वेसनले दिएको छ, कति युनिट बेचेछौँ त 38,000 युनिट बेचेको छ। त्यही भएर 38,000 इन्टु कति हुन्छ त 3 हुन्छ है। त्यही भएर सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस कति हुने भयो त भन्दा 38,000 तपाईँको सेल्स युनिट हो इन्टु 3, 38,000 इन्टु 3 कति भयो त भन्दा 1,14,000। अब यो टोटल जोड्नुस्, यो जोडेपछि कति भयो 6,94,000। यो के भयो त तपाईको टोटल कस्ट। यसलाई कस्ट अफ सेल्स पनि लेख्ने गरिन्छ है, कस्ट अफ सेल्स पनि लेख्ने गरिन्छ। अब यसमा के गर्नु पर्यो, प्रफिट एड गर्नु पर्यो। प्रफिट, अब प्रफिट के भनेछ त क्वेशनलाई हेरौँ। प्रफिट 10% अफ टोटल कस्ट। अघिल्लो भिडियोमा हेर्नु होला, त्यहाँ चाहिँ नि प्रफिट 20% अन सेलिङ प्राइस अथवा सेल्समा भनेर भनेको थियो, तर यसमा 10% अन टोटल कस्ट भन्छ। यो फरक चिज हो, अन कस्ट भन्दा र अन सेल्स भन्दा फरक चिज हो है। यहाँ सिम्पली हामीलाई के भन्छ 10% अन कस्ट भनेको छ। त्यसले गर्दा तपाईँलाई केही दुःख भएन, सिधै जति कस्ट दिएको छ त्यही कस्टको कति पर्सेन्ट त 10%। जस्तो कस्ट हाम्रो कति आछ 6,94,000 आछ हो, यसैको 10% अफ 6,94,000, यसैको 10% तपाईँ कति हुन्छ त भन्दा 69,400। यो के भयो त प्रफिट भयो। अब यो भनेको यो र यो जोडेपछि तपाईँको कति आउँछ त भन्दा 7,63,000 7,63,400 आयो। यो तपाईको के भयो त सेल्स भयो। यसरी तपाईको के हुन्छ त कस्ट सिट कम्प्लिट हुन्छ। अब यहाँ अर्को कुरा म तपाईलाई के भन्न चाहन्छु भन्दा, तपाईले एकपल्ट क्वेशन हेर्नु होला। क्वेशनमा कस्ट सिट रिक्वायर्डमा के भनेछ, कस्ट सिट भनेछ। अनि कस्ट सिट सँगसँगै के देखाऊ भनेछ भन्दाखेरि, कस्ट सिट सँगसँगै कस्ट अफ र मेटेरियल देखाऊ, प्राइम कस्ट देखाऊ, फ्याक्ट्री कस्ट देखाऊ, कस्ट अफ प्रोडक्सन देखाऊ, यो सबै देखाऊ भनेको भएको भएर तपाईले यो सबैलाई नम्बरिङ गरिदिन चाहिँ जरुरी हुन्छ। जस्तो तपाईलाई नम्बर ए मा के भन्छ कस्ट अफ मेटेरियल कन्ज्युम, बी मा प्राइम कस्ट हो, त्यस्तै गरेर तपाईले यहाँ पनि जस्तो हामीलाई क्वेशन ए मा के निकाल्न भन्छ कस्ट अफ मेटेरियल कन्ज्युम, यसरी ए लेखिदिनु। बी मा हामीलाई के निकाल्न भनेछ प्राइम कस्ट। अनि क्वेशन हेर्नुस् सी मा फेरि के निकाल्न भनेको छ त, सी मा फ्याक्ट्री कस्ट निकाल्न भनेको छ। यो सी। अनि डी मा के भनेछ कस्ट अफ प्रोडक्सन भनेछ जस्तो लाग्छ मलाई। डी मा कस्ट अफ प्रोडक्सन, अनि ई मा कस्ट अफ गुड्स सोल्ड, र एफ मा टोटल कस्ट। एफ मा टोटल कस्ट यसरी निकाल्न भनेको छ। यो सबै कुराहरू गरेर देखाइदिनु होला। यति गर्नुभयो भने कस्ट सिट तपाईले सजिलै बुझ्न सक्नुहुन्छ। यसलाई म तपाईलाई कम्प्लिटली
जति हामीले अहिले गर्यौं त्यसलाई म छोटो गरेर देखाइदिए। यो हुन्छ एउटा कस्ट सिटको कम्प्लिट क्वेशन। तपाईले यसलाई यसरी हेर्न सक्नुहुन्छ। यो निकै इन्ट्रेस्टिङ क्वेशन थियो। आउने भिडियोमा अब म कस्ट सिट र टेन्डर सिटको क्वेशनहरु लिएर आउने छु। त्यतिन्जेलको लागि थ्यांक यू, नमस्ते।